This is Cloud Talks podcast, and I'm Manish Korala. I'm the counselor of Cloud Learning Center. Today, we have got one counselor. Her name is Shamiksha Binadi. उहाँले क्यानाडाको युनिभर्सिटी र कलेजको बारेमा उहाँले काउन्सिलिङ गर्नुहुन्छ. Today, I'm talking to her. Hello, Shamiksha ji. How are you? Hello, I'm fine. How are you? I'm absolutely fine. Okay, let's ask a question. Simply मलाई भनिदिनुहोस् न क्यानाडामा कतिवटा इन्टेक्स हुन्छ? क्यानाडामा मेजरली दुईवटा इन्टेक हुन्छ, द्याट इज जनवरी इन्टेक एन्ड सेप्टेम्बर इन्टेक. तर कुनै कुनै युनिभर्सिटीहरूले चाहिँ तपाईँको मेन इन्टेक पनि खोलिरहेको हुन्छ, द्याट इज मेतिर जुन जुलाईतिर खोलिरहेको हुन्छ. ओके, अल राइट. अब अर्को कुरो यहाँलाई म सोध्न चाहन्छु, हाउ मेनी युनिभर्सिटिज एन्ड कलेजेस डु वी हेभ? हामीसँग कतिवटा युनिभर्सिटी छ टेन्टेटिभली यहाँले भन्दा हुन्छ? ओके, सो हामीसँग मेजरली पब्लिक युनिभर्सिटिज एन्ड कलेजेस अनि प्राइभेट युनिभर्सिटिज एन्ड कलेजेस दुइटै छ. सो डिपेन्डिङ अन तपाईँको कोर्स प्रेफरेन्स, लोकेसन प्रेफरेन्स अनि बजेट, हामीले तपाईँलाई चाहिँ युनिभर्सिटीहरू रेकमेन्ड गरिदिन्छौँ. सो टेन्टेटिभली चाहिँ हामीलाई स्टुडेन्टको ब्याकग्राउन्डलाई म्याच गर्ने वी हेभ मेनी युनिभर्सिटिज like Laurentian University, University of Windsor, and we also have University of Ottawa, Toronto Metropolitan Universities. Okay, you mean students have got opportunity to choose universities and colleges as per their requirement, right? Yes. As per their financial viability also, yes. Right? Viewers, यहाँले कुन कलेज चुज गर्ने, कुन युनिभर्सिटी चुज गर्ने क्यानाडामा, त्यसको राइट इन्फर्मेसन हाम्रो समीक्षा म्यामले दिनुहुन्छ. उहाँ तपाईँहरूको लागि जडीबुटी हुन सक्नुहुन्छ. उहाँले काउन्सिलिङ गरिसकेपछि ओहो मैले त यहाँ यो युनिभर्सिटी यो कलेज जानुपर्छ, तपाईँले माइन्ड नै चेन्ज गर्नुहुन्छ त. यस समीक्षाजी. ओके, अब म यहाँलाई सोध्न चाहन्छु, यो ब्याचलर्समा पर्टिकुलरली ब्याचलर्स को इनरोलमेन्टको लागि अप्लाई गर्नको लागि पर्टिकुलरली जिपिए कति चाहिन्छ? ओके, सो तपाईँको एभरेज मिनिमम जिपिए भनेको युजली धेरै युनिभर्सिटीले दिने भनेको 60% फर ब्याचलर्स. तर तपाईँको कोर्स अनुसारको छुट्टै छुट्टै रिक्वायरमेन्ट हुन्छ. फर इक्जाम्पल नर्सिङ कोर्सको लागि चाहिँ रिक्वायरमेन्ट हाई हुनसक्छ. सो त्यो कुराले चाहिँ इट डिफर्स. ओके, नर्सिङ कोर्सलाई हाई हुनसक्छ, राइट. सो जिपिए नर्सिङलाई कति हाई भन्नाले कतिसम्म जिपिए माग्छ? नर्मली चाहिँ तपाईँको 70% or 80% अबभ हुनुपर्छ. ओके भ्युअर्स, यदि तपाईँ नर्सिङ पढ्न जान चाहनुहुन्छ भने उहाँले भर्खर भन्नुभयो कम्तीमा 70% तपाईँको पर्सेन्टेजमा हेर्दाखेरि त्यति हुनु पर्दो रहेछ, अनि 70-75. ओके, यहाँले बुझ्नु होला. र त्यस्तै अब यहाँले भन्नुहोस् त यो ब्याचलर्समा यहाँले जेनरली मलाई भनिदिनु होला ताकि उहाँहरूलाई बुझ्न सजिलो होस्. कम्तीमा फी स्ट्रक्चरमा कम्तीमा कति र म्याक्सिमम कति डिटेल बुझ्न त उहाँ तपाईँको आइहाल्नुहुन्छ. तपाईँ जस्तो काउन्सिलरलाई उहाँले भेट्नुहुन्छ, उहाँले काउन्सिलिङ लिनुहुन्छ अनि माइन्ड मेकअप गरेर तपाईँलाई फेरि भेट्न आउनुहोस्. आई नो द्याट. तर सरस्वती चाहिँ मिनिमम कति चाहिँ फी लाग्छ ब्याचलर्समा र म्याक्सिमम कति लाग्ला? हजुर, सो तपाईँको मिनिमम फिस चाहिँ आई वुड से एभरेजमा चाहिँ तपाईँको $20,000 क्यानेडियन डलर, $22,000 क्यानेडियन डलर जति चाहिँ हुन जान्छ. ओके ओके, अल राइट, ग्रेट. र यसको सिम्पली टेस्ट इपिटी हेर्ने हो भने इङ्ग्लिस प्रोफिसियन्सी टेस्टको कुरा गर्दाखेरि कुन टेस्ट चाहिँ एक्सेप्ट गर्छ युनिभर्सिटीले? सो युनिभर्सिटी भन्दा पनि इमिग्रेसनको चाहिँ रिक्वायरमेन्ट हुन्छ है यसमा. सो इमिग्रेसनले चाहिँ तपाईँको आइएल्स, पिटी र टफेल चाहिँ लिन्छ. डुओलिङ्गो, एएलएलटी, सेल्टहरू मान्दैन? नो, त्यो चाहिँ एक्सेप्ट गर्दैन. ओके, भनेको म्याक्सिमम युनिभर्सिटीले एक्सेप्ट गर्ने इपिटी इङ्ग्लिस प्रोफिसियन्सी टेस्ट भनेको आइएल टेस्ट, टफल र पिटी. स्टुडेन्ट्स यो क्यानाडामा तपाईँले पढ्नको लागि मिनिमम यो इपिटीको कुरो जुन उहाँले गर्नुभयो इङ्ग्लिस प्रोफिसियन्सी टेस्ट, जेनरली आइएल टेस्ट, टफल र पिटी एक्सेप्ट हुँदो रहेछ, राइट. र डुओलिङ्गो र अरू पनि एक्सेप्ट गर्ने होलान् तर लिमिटेड होला, होइन म्याम? युनिभर्सिटीहरूले चाहिँ डुओलिङ्गो पनि लिन्छ फर देयर एडमिसन प्रोसेस. हाउएभर तपाईँको इमिग्रेसनले चाहिँ त्यसलाई मान्दैन, एक्सेप्ट गर्दैन डुओलिङ्गोहरूलाई चाहिँ. ओके ओके, अल राइट. तपाईँले काउन्सिलिङ गर्नुभयो, धेरै स्टुडेन्ट्सहरू तपाईँसँग आएर गफ गर्छन्, मल्टिपल क्वेसन्स गर्छन्, मल्टिपल एउटा क्रस क्वेसन पनि गर्छन् उनीहरूले. त्यो धेरै क्वेसन्स गर्दाखेरि
तपाईँलाई लाग्दैन एउटा काउन्सिलरले एउटा पेसेन्स मेन्टेन गर्नुपर्छ? पेसेन्स मेन्टेन गर्नुपर्छ, किन भन्दाखेरि आई फिल लाइक कि म पो यो फिल्डमा धेरै काम गरिरहेको छु, मलाई त थाहा हुन्छ, तर अब न्युली फ्रेसर्स ग्रेजुएट भएको स्टुडेन्टहरूलाई त धेरै कुराहरू थाहा हुँदैन नि त. सो आई थिङ्क आई क्यान अन्डरस्ट्यान्ड त्यो धेरै क्वेसनहरू सोध्नु, धेरै कन्फ्युजन हुनु. इट्स गुड, आई मिन त्यो उहाँहरूको फ्युचरको कुरा भइरहेको छ. सो मलाई चाहिँ त्यस्तो त्यो प्रब्लमेटिक चाहिँ लाग्दैन. त्यो डेफिनेटली स्टुडेन्ट्स हो द राइट हो. They would like to ask many questions, multiple questions, so that they will be clear later. पछि क्लियर हुन्छन्, ए मैले धेरै कुरो सोधेँ, अब म कन्फिडेन्स छु, म अप्लाई गर्छु, म यो डकुमेन्ट बनाउँछु, म फाइनेन्सियल एरेन्जमेन्ट यसरी गर्छु भनेर डेफिनेटली धेरै क्वेसन गर्छन्, राइट? Yes. So viewers, we will bring next counselor to give you people updated information. Okay, so if you need more information, if you have got any query, please you can type, you can text here also. We feel very happy to give you people answer. So I will come with next important topic. Till then, bye bye, have a great time. Thank you very much.